ल एनङ नानाले ल्याइदिएको रहेछ औ बहिनी यहाँ अब गिफ्ट खोल्नु यो एनङ नानाले ल्याइदिएको हो त्यसो गरेर खोलौँ न ल आउ न कान्छी आउ न आउ दादाको गिफ्ट हेर्नु आउ न के रहेछ ल खोले न त भाइ खोलिनु मानेन त काट्ने लिएर आउँ ल हाई काटिदिउँ आउ न बहिनी यहाँ माथि है आँखाहरू उता उता लैजाऊ है वाउ के होला गेस गर न आइरन म्यानको सेट पो होला है हो मैले के भने उहाँ उता यता देखाउने यता उहाँ थ्याङ्क यू एनङ नाना भन न एभेन्जर्सको सेट रहेछ भन न हो देखियो आउ यहाँ माथि आउन यहाँ आउन यहाँ आउन यो चाहिँ नि साइकाको आमा र हो सालबेलको आमाले दिएको अरे ल हेर साइकाको आमा र के रहेछ हेरौँ न हेर न के होला चरा भन न यता फर्काऊ थ्याङ्क यू साइकलको आमा र सालबेलको आमा अब यो कसको होला यो तपाईँको एकछिन न अन्त दिव्य नानाले दिएको रहेछ ल हुन्छ ए न ऊ खोलिहाल्छ अरे हौ अघि बसेको पो ऊ त वाउ थ्याङ्क यू भनेर न उता फर्काउने थ्याङ्क यू भनेर न अपन यो चाहिँ कसले दिनुभएको रहेछ याङनिमा नानाले दिएको रहेछ आउन याङनिमा नानाले दिएको रहेछ जाउँ न याङनिमा नानाले हाम्रो भाइलाई के दिनुभएछ यतै लाग्यो म त है के रहेछ आउन यहाँ आउन कान्छी यहाँ आयो भनेको देख्छ त फोनमा आउन ए लियो वाउ भन याङनिमा नाना थ्याङ्क यू भन थ्याङ्क यू अब यहाँ रहेछ ऊ कप थ्याङ्क यू भन अब ऊ माथि पनि छ आउन यहाँ बस्छ न बस्दैन ल यहाँ पनि छ भाइ ए त्यहाँ पनि छ ल भाइ यहाँ पनि छ अरे खोला न तिमी खोला न